हेलो गाइज, आज चाहिँ हामी माथि पानीपुरी खानेको भरे अन्तिमसम्म भिडियो हेरिदिनु होला। हामी चाहिँ पानीपुरी खान हिँडेको है गाइज। कोठामा बस्दा 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 बोर लागेर नसोचिदो रहेछ उमेर। चिम्टी हरायो भने केही नभन्नु है। म चाहिँ 2 चुल्ठी बाटेर चिम्टी हालेर हिँडेको छु। म चाहिँ मेरो फेस देखाइन ल। तिमीलाई लामो कपाल कि छोटो कपाल मनपर्छ? लामो सिल्की मनपर्छ। ओए आकाश त कस्तो खुल्ला छ। आज त अलिक शीतल छ नि। यो चाहिँ जदा चोक है। हाम्रो घर चाहिँ यतापट्टि पस्नुपर्छ। कस्तो फुल रहेछ यहाँ पनि पसल थियो होइन, बन्द गरेछ। मेरो ब्लगमा केही भनिदिनुस् न मिस। हेलो मिस। चाहिँ मेरो भदेनी हो। भर्खर 11 वर्ष पुग्दैछ। ज्यान भने चाहिँ मभन्दा ठुलो मूर्ति भइसकिसक्यो। कति टाढा छ हौ? दिदीले त हामीलाई हेर्दै हेरि जानुभयो त। चौर जान्छौ के? चौर आजभोलि चौर जान्छौ के? जाँदैनौ? तिम्रो मात्रै देखाइदिन्छु। मेरो त देखाउँदैन। आज पछि देखाउँछु। आज मेरो अनुहार हनुमान भइरहेको क्या। यो ठाउँ चाहिँ मलाई एकदम मन पर्यो। बढेबर रहेछ क्या। बढेबर है। शीतल पनि हुन्छ नि। शीतल यहीँ आउँछ रहेछ नि त। गर्मी हुँदा शीतल होइन। मैले चाहिँ एक्सर्साइज गर्ने ठाउँ खोजिरहेको थिएँ। अब यहाँ बन्दैछ अरे। यहाँ चाहिँ बढै वर्ष यता यो पछि यिनीहरू पनि ठुलो भएपछि कस्तो दामी देख्छ होला। पढै समेत छ क्या यहाँ चाहिँ। ए मैले यस्तो खोज्दै थिएँ। यहाँ रहेछ त। अबदेखि म जहिले बिहान बिहान आऊँ ल। बिहान र बेलुका। मलाई माथि काने पोखरीसम्म रनिङ गरेर जानु मन लागेको थियो। को? ए नभेटेर हैरान हो। मेरो यहाँ फुटबल। ए यस्तो गर्दिन। जङ्गल चाहिँ खतरा रोड। अझ यहाँ माथि राम्रो छ नि। साइडमा होइन, किन बिचमा हिँडेको? के को बोट हो यो? दाने दाना सादा कस्तो नाम त गएन। मेरो भदैनी चाहिँ त्यहाँ होइन है। अघि अघि आफ्नै तालमा के गर्दै गर्दै हिँडिरहेछ। म चाहिँ पछि गर्दै हिँडिरहेको। के चाहिँ गर्दै हिँड्यो हो त? त्यो नाच्दै हिँड्दैछ है क्या।
म चाहिँ यसरी दुईचोटि बटेर हेरिरहेको छु। मैले फेस चाहिँ देखाइनँ होइन। हामी चाहिँ अब यहाँनिर चटपटे खान्छौँ। हामी चाहिँ अब यहाँ चटपटे खाने जाने। साथीहरू चटपटे चटपटे हामी साथीहरू चटपटे। निम्की हामी चटपटे खाने निम्की खाइसक्यौँ। खाऊ बहिनी खाऊ। ओइ हामी चाहिँ अब चटपटेर आलु निम्की खायौँ अनि फेर्दैछौँ। साथीहरू हामी चाहिँ अब फेर्यौँ। तपाईँलाई कुन टेस्टी लाग्यो? बो भन्दिनँ। यो छाममा घर बनाइसकेको छैन रहेछ नि। आउनुभयो? यो रोटो त गयो भने चाहिँ चिसाङ खोला पुगिन्छ। यहाँ बल खेल्दै रहेछ। हामी रनिङ गर्न आएको थियौँ। अब गएर भाइ लिनु आएको छैन भने लिनु जानुपर्छ। मेरो यो भदैनीलाई चाहिँ मैले 3 वर्षदेखि सँगै राखेको। अहिले यत्रो ठुलो म जत्रै भइसकिसक्यो। सुरुमा यसलाई मैले रुममा राख्दाखेरि राति मम्मी भन्दै रुन्थ्यो। अनि यसलाई मैले राति नसुती बोकेर डुलाउँथेँ कि साथीहरू। यस्तो बरान्डी थियो कि त्यो घरको। अनि बरान्डीमा अनि बोक्थेँ अनि सुताउँथेँ। कम त गाह्रो गरेर हुर्केको होइन। कलेज जानु पनि पाउँदिनँ थियो म तेरो कारणले। अनि धन्दा धुनु जान्थेँ। नानी बाहिर ननिस्क है भनेर ढोका थुनिदिएर भरे ढोका खोलेर पनि भराङदेखि 2-3 चोटि लडी झरेको मान्छे है। बोकेर ल्याउँथेँ दिक्ते लाउँदाखेरि। यसलाई मैले झोला बोक्थेँ अनि झोलामाथि यसलाई बोक्थेँ। अहिले आएर खुब भनेको एउटा टेर्दैन पो त। कति दुःख गरेर दिक्ते ल्याउँथेँ। राति रुन्थ्यो। अहिले पढ न नानी मैले यत्रो दुःख गरेछु भन। भरे एकछिन पढे जस्तो गर्छ अनि भरे एउटा कानबाट सुनो अर्को कानबाट उडाइ पठायो। मेरो भदिनीले चाहिँ राम्रो फुल रहेछ। यहाँ कस्तो धेरै रातो नि। यो चाहिँ जदा चोक हो है त साथीहरू। तिम्रो साथीको घर यता रहेछ होइन जाने बाटो। कसरी उपर लेखिरहेछ त। के लेख्छ? 72 बिघे उद्धो। यहाँदेखि साङ्निमाको घर। हाम्रो नानाको घर चाहिँ यहाँदेखि उद्धो जानुपर्छ। साङ्निमाको घर पुगिन्छ अनि आशिकाको अनि उको पनि वर्षाको। अगाडि हिँड्नु अगाडि टुङ टुङ टुङ। साथीहरू हामी चाहिँ आइपुग्यौँ। यहीँ छ चोक चाहिँ यही हो। यस्तो दामी निलो देखिरहेछ नि। ओइ आकाश त कस्तो दामी देख्दो रहेछ नि।
आकाश हेर्ने साथीहरू कस्तो खतरा देख्दो रहेछ। हामी चाहिँ अब भाइ लिन हिँडेको, भाइ चाहिँ साथीकोमा गएको छ अनि यहाँ गएको छ यो पुन्टुरे। ओइ होमवर्क सक्यो? अझै 2 ह्यान्ड राइटिङ कस्तो छ? म त फेरि सबै मेटाइदिन्छु नि। हामी चाहिँ यहाँनिर गर्मी भएर हावा खानलाई आएको बसिरहेको छौँ आज दिनको। प्यान्थर पढाइले प्यान्थर कति बेला निस्क्यो? निस्केको छैन त प्यान्ट निस्केको छैन कि यस्तो प्यान्थर छ त्यसको भाइहरूलाई सायद जुर्वा बोल न हौ, केही भनिदेऊ मेरोमा भ्लगमा। मलाई केही भन्नु आउँदैन। भन न हौ, तँ अरू नि भएर पहिला जाने बेला भइसक्यो। मैले केही भन्नु त आउँदैन। यहाँ त शीतल हुने रहेछ नि।